गुड इभिनिङ गाइज। आज फेरि धेरै दिनमा मैले चाहिँ फेरि आज एउटा नेपाली भिडियो लिएर आइरहेको छु नेपालीमा। र म धेरै कम्ती नै नेपालीमा भिडियो लिएर आउने गर्छु। हुन त म जति भाषा छ त्यतिमै भिडियो बनाउने गर्छु। र आज फेरि हजुरहरूलाई एकदमै हामीहरूको समाजमा चल्ने कुरा जस्तो कल्चरको बारेमा एउटा भिडियो लिएर आउँदैछु। र हजुरहरूले भिडियो चाहिँ स्किप नगरिकन पुरा हेरिदिनु होला। म हजुरहरूलाई आशा गर्दछु भिडियो पुरा हेरिदिनुहुन्छ भनेर, र शब्दमा सेयर गर्नुहुन्छ, र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो चाहिँ गाइज देख्न सक्नुहुन्छ तपाईँहरूले टुसु पूजा हो, जो कि आदिवासीहरूले चाहिँ यो पूजालाई गरिरहेका छन्। जस्तो हामीले नेपालीहरूले देउसी खेल्छौँ त्यस्तै टाइपको एउटा नाचगान नृत्य हो, झुमुर नृत्य। यहाँ चाहिँ जुन नाचिरहेको छ त्यो चाहिँ झुमुर नृत्य। तर टुसु पूजामा हामी जसरी देउसी भैले नाचगान गर्छौँ त्यसरी नै उहाँहरूले पनि यसरी टुसु माताको जस्तो दुर्गा माताको जस्तै एउटा मूर्ति लिएर, दुर्गा माताकै मन्दिर होला, मूर्ति होला, त्यसरी उहाँहरूले मूर्ति लिएरै घर घर नाच्दै जानुहुन्छ, ढोल बजाउँदै हेर्न सक्नुहुन्छ। यस्तो प्रकारले डान्स गर्नुहुन्छ। यो झुमुर नृत्य यस्तै हुन्छ। हजुरहरूले देख्नु त भएको होला झुमुर नृत्य कस्तो हुन्छ होइन। आफ्नो जातिको चाहिँ एउटा छुट्टै कल्चर छ। झन् हाम्रो आसाममा त धेरै जातिहरू छन्, धेरै यस्तो सांस्कृतिक कलाहरू देख्न पाउनुहुन्छ। सांस्कृतिक यस्तो कल्चरहरू धेरै राम्रो लाग्छ यस्तो देखेर। हरेक जातिको एउटा यस्तो जस्तो हामीले बिहु देउसी खेल्छौँ, हरेक जातिको एउटा यहाँनिर यस्तरी नृत्य देख्न सक्नुहुन्छ। हाम्रो नर्थ इस्टमा या आसाममा हरेक आफ्नो जातिको एउटा छुट्टै परिचय छ। भगवान् त एउटै हुन् र हामीले चाहिँ हरेक जातिको कल्चरलाई रेस्पेक्ट गर्नुपर्छ। र हाम्रो जातिलाई पनि उनीहरूले रेस्पेक्ट गर्छन्। हाम्रो कल्चरलाई सबैले रेस्पेक्ट गर्नुपर्छ। तब एउटा यो मानवता हुन्छ कि मानवता हो सबैभन्दा ठुलो कुरो। भगवान् सबैको एउटै हुन्, तर हामीले पूजा गर्ने तरिकाहरू अलग अलग हुन्छ। चाहे मस्जिद होस्, चाहे मन्दिर होस्, चाहे चर्च होस्, सबैमा भगवान् एउटै हुन्। मनदेखि मान्नुपर्छ, मानवता हुनुपर्छ। मान्छेमा सबैभन्दा ठुलो गुण मानवता हो। सबैलाई रेस्पेक्ट गर्नुपर्छ। जय गोर्खा, जय हिन्द।